सबैलाई नमस्ते। मेरो त्यो डाके थियो नि डाके कालो बिरालो त्यसलाई बुखार छ नि त ज्वरो आएको छ कि अस्ति 3 दिन आज सुई हानेर 2टा सुई हानेर ठिक भएर त्यो 102 थियो बुखार। त्यसलाई दबाई ल्याएको थियो मैले कि बिहान पनि एउटा खिलाएँ एउटा होइन आधा देख्नुभयो देख्दैन के हो अन्त बिहान आधा खिलाएँ अब आधा छ ल यसलाई म खिलाउँछु ल भाग्दैछ ल्याउँछु नि पक्रेर यसलाई ल्याउँछु नि पक्रेर म कहाँ हुन्छ अन्त उनीहरूको चाहिँ नि यस्तो नाकमा कुकुर बिरालोको यहाँ चिसो छ भने चाहिँ ठिकै छैन यो तातो छ भने चाहिँ ज्वराको हुन्छ अरे कि त्यही कारणले म चाहिँ छ्यो बाबु छ्यो नानी छ्यो ल्याउनु छोरा ल्याउनु आउनु बाबु दबाई खान आउन ल्याउनु छोरा मम्मी दबाई दिँदैछ कि तिमीलाई आउन छोरा तिमीले बात मान्छ त मेरो छोराले बात मान्छ त यसो दबाई ट्याब्लेट बिहान एउटाका आधा बिहान आधा बेलुका आधा होइन यो खालाओ भन्छ खिलाओ खिलाओ देख्नुभयो ए दबाई यसलाई कसरी खुवाउँछ हेर्नुहोस् ल खाँदैन नि यसलाई कसरी खुवाउँछ मलाई थाहा छ नि हेर्नुहोस् है गाइस स्टप एकछिन ल यसले खाँदैन दबाई खानु ल डाके चलो चलो म त उड्छ है म त डाके है चलो खान्छ त खान्छ ल बाबु बाबु देख्नु भयो दबाई खुवाउनुपर्छ यिनीहरूलाई भित्र हाल्नुपर्छ कि गर्दैन यसो गर्छ ड्यान 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 मेरो बाबु चु 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 हो निकाल्यो भने त निकालेन नि है हाल्नुहोस् है तपाईँ निकाल्यो भन्छ नि सक्यो गुड बोय मम्मा दबाई खेला अब जाउँ भागा देख्नु भयो यसरी खान्छ कुत्ताहरूलाई चाहिँ कुकुरहरूलाई चाहिँ दबाई खेल्दा कुकुरलाई चाहिँ यहाँ हाल्नुपर्छ कि हातहरू चाहिँ यहाँ साइडमा हाल्नुपर्छ होइन बिरालो चाहिँ यसरी यहाँ यसरी मुख चाहिँ चाउडहरू चाहिँ यहाँ भित्र हाल्नुपर्छ हो अन्त यस्तो तानिनुपर्छ भन्नु यसो हुन्छ कतै जान्छ देख्नुभयो अझै सुई हालेको 300 रुपियाँमा 2टा सुई हालेको हुँदैन अब ल्याएको दबाई ल्याएको 50 रुपियाँको कति 30 रुपियाँ फर्काइदियो होला अनि एउटाको 10 रुपियाँ अब छ एक ठो भोलि